महोत्तरी जिल्लाको दक्षिण पूर्वी सिमानामा अवस्थित मटिहानी र त्यहाँ रहेको श्री लक्ष्मीनारायण मठ नेपालकै सबैभन्दा महत्त्वपूर्ण ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक धरोहरहरूमध्ये पर्दछन्। पौराणिक मान्यता अनुसार त्रेतायुगमा भगवान श्रीराम र माता सीताको विवाह हुँदा यज्ञवेदी मण्डप बनाउन आवश्यक पर्ने पवित्र माटो यहीँको पोखरीबाट खनेर जनकपुरधाम लगिएको थियो। मैथिली भाषामा माटोलाई मटी र खन्नुलाई हानी भनिन्छ। यही पौराणिक प्रसङ्ग, माटो खनिएको स्थानबाट यस ठाउँको नाम मटिहानी रहन गएको हो। मटिहानीमा अवस्थित श्री लक्ष्मीनारायण मठलाई नेपालका ऐतिहासिक मठहरूमध्ये सबैभन्दा पुरानो जेठो मठ मानिन्छ। यो राष्ट्रिय स्तरको एक महत्त्वपूर्ण पुरातात्विक सम्पदा हो। यो मठ विशिष्ट रामानन्दी सम्प्रदायको केन्द्र हो। यस मठको मातहतमा महोत्तरी र आसपासका जिल्लाहरूमा हजारौं बिघा जमिन, गुठी र अन्य सहायक मठहरू रहेका छन्। यहाँ रहेका प्राचीन मूर्तिहरू, बुट्टा कुदिएका ढोकाहरू र ऐतिहासिक वास्तुकला हेर्न नेपाल तथा भारतबाट थुप्रै पर्यटक र श्रद्धालुहरू आउने गर्छन्। मटिहानीमा नेपालकै पुरानो मध्येको एक संस्कृत विद्यालय, राजकीय संस्कृत माध्यमिक विद्यालय र याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ क्याम्पस रहेको छ। प्राचीन कालदेखि नै यो क्षेत्र संस्कृत शिक्षा र वैदिक दर्शन अध्ययनको प्रमुख केन्द्र रहँदै आएको छ। सिमानामै जोडिएको हुनाले यो ठाउँ दुई देशबीचको धार्मिक र सांस्कृतिक रोटीबेटीको सम्बन्धलाई जोड्ने बलियो कडीको रूपमा रहेको छ।